लेट्स प्रे गाइस ल दिदीले जिउँदै माछा हाल्दियो तेलमा यो चाहिँ एक प्रकारले पाप पनि हो जिउँदै हाल्नु चाहिँ हैन अब खाने त खाने चिज हो तर जिउँदै हाल्नु भएन र तेल पगित हाल्नुमा यत्रो रास तेलमा नै हैन उहाँले चाहिँ यति खोर्सानी हाल्नुभयो साग के हो फेरि कस्तो खालको साग हो यार यो साग पनि बोइल गरेको साग हुनुपर्छ तेल अत्याधिक दिदी तेल प्रेमी नै हो यसरी बुझ्नुपर्छ मसलाहरू त ठिकै हो अलगा मसला खानु पनि पर्छ स्वादको लागि हैन नुन पनि खतरा हो ठिकै छ केही छैन खोर्सानी र तेल चाहिँ साथी अत्याधिक जुन चाहिँ चाहिन्थ्यो त्योभन्दा बढी क्या ल पानी झ्यामझुम हाल्यो तर खाना चाहिँ अर्ग्यानिक छ है साथीहरू एकदमै अर्ग्यानिक हो गाउँघरको खाना एकदमै अर्ग्यानिक हुन्छ विशेष गरी विषादी चाहिँ हुँदैन भनौँ न हैन ल यो आटामा आटा हो या मैदा थाहा भएन तर पानी हाल्यो एकैछिनमा फेरि यो गर्छ क्या टाइम हेर्ने कति सेकेन्डमा चाहिँ गर्छ ल एकैछिनमा गरेर भिडियोलाई काटेको छ ठिक छ ल लामो लामो रोल जस्तो बनायो कम्तीमा 5 मिनट जस्तो चाहिँ दिदीले घुल्यो होला हैन लामो लामो बनायो के हो यार यो पानी पकौडा भन्थ्यो हामीले सानोमा खान्थ्यौँ सानो सानो त मैदालाई चाहिँ हैन सानो 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 गरेर उमालेर खान्थ्यौँ क्या त्यो सुपरसँग हैन मासुको सुपरसँग एकदमै मिठो हुन्थ्यो त्यो थुक्पा जस्तो भनौँ न थुक्पा जस्तो बनाएर ल हेर्नुहोस् यहाँ सेम त्यो के हो या पाक्यो साथीहरू पाके हेर्नु यस्तो खाउँ लाग्दो छ साथीहरू तर तेलले गर्दा मलाई चाहिँ साह्रै डर लाग्छ है तेल चाहिँ मलाई चाहिँ चिल्लो र नुन कडा चाहिँ मन पर्दैन ल ठ्याक्कै बुढा पनि ठाउँ त्यहीँ आइरहेको हुन्छ क्या खानुको लागि बुढा चाहिँ अघि रेडी के अब हेर्नु धेरै चाहिँ खाँदैन बुढाले फेरि यति हो भिडियो अन्त्य भयो साथीहरू यति नै ल साथीहरू भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला है नमस्कार जय नेपाल